के तपाईलाई आफ्नो राष्ट्रिय परिचय पत्रको नम्बर थाहा छैन? त्यसकै कारण बैंक खाता खोल्न, सरकारी सेवा लिन, अन्य आवश्यक काम गर्न समस्या भइरहेको छ। वा 2-3 वर्ष अघि परिचय पत्रको फारम भर्नु भएको थियो तर अहिलेसम्म परिचय पत्र कार्ड आएको छैन। यदि तपाई पनि यस्तै समस्यामा हुनुहुन्छ भने आजको भिडियो तपाईको लागि नै हो। किनकि आजको भिडियोमा म तपाईलाई मोबाइलबाटै घरमै बसी 1 मिनेटमा आफ्नो परिचय पत्र कसरी डाउनलोड गर्ने, एनआईडी कार्ड वा परिचय पत्र नम्बर कसरी पत्ता लगाउने सबै प्रक्रिया स्टेप बाइ स्टेप देखाउने छु। भिडियो सुरु गर्नु अघि यदि तपाई अहिलेसम्म हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने यस्तै सरकारी सेवा, अनलाइन अपडेट्स र टेक्नोलोजी सम्बन्धी उपयोगी जानकारीका लागि अहिले नै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकनलाई पनि थिच्नुहोस्। अब ढिला नगरिकन सुरु गरौँ। आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्नको लागि वा एनआईडी कार्ड नम्बर पत्ता लगाउनको लागि तपाई आफ्नो मोबाइल वा ल्यापटपको क्रोममा जानुहोस् अनि त्यहाँ सर्च बारमा गएर एनआईडी कार्ड चेक लेख्नुहोस्। त्यहाँ एनआईडी कार्ड लेख्नुहोस्, त्यतिले पुग्छ। यहाँ चाहिँ डाउनलोड ई एनआईडी मा क्लिक गर्नुहोस्। यहाँ चाहिँ सबभन्दा पहिला यहाँ नेपालीमा आफ्नो नाम लेख्नुहोस् र त्यसपछि यहाँ चाहिँ आफ्नो इङ्ग्लिसमा नाम लेख्नुहोस्। यहाँ डेट अफ बर्थ लेख्नुहोस्, नागरिकताको जारी मिति यहाँ लेख्नुहोस् र क्याप्चा फिलअप गरिसकेपछि यहाँ चाहिँ सर्चमा क्लिक गर्नुहोस्। फारम भर्ने बेलामा जुन नम्बर तपाई चाहिँ त्यहाँ राख्नु भएको थियो त्यही नम्बरमा हजुरलाई ओटीपी आउँछ, त्यो ओटीपी यहाँ फिलअप गर्नुहोस् र त्यसपछि भेरिफाई ओटीपी मा क्लिक गर्नुहोस्। अब गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ परिचय पत्र आइसकेको छ। अब यहाँबाट डाउनलोड गर्न पनि मिल्छ र यो डाउनलोड भइसकेको छ। यहाँ चाहिँ डाउनलोड लेखेको छ, यो यहाँ कुनामा डाउनलोड फोल्डरमा गएर हेर्न सक्नुहुन्छ। यहाँ क्लिक गर्नुहोस्। यो पासपोर्टको लागि तपाई आफ्नो नामको पहिला क्यापिटल 4 लेटर लेख्नुहोस्, त्यसपछि कति छ जन्ममिति त्यसको मात्र साल लेख्नुहोस्, जस्तै 2055 2022 जति छ त्यति लेख्नुहोस्। यहाँ चाहिँ तपाई हेर्न सक्नुहुन्छ यो डाउनलोड भइसकेको छ। परिचय पत्र डाउनलोड भइसकेको छ। यहाँ चाहिँ क्यूआर कोड पनि आइसकेको छ र यदि तपाई चाहिँ यो पीडीएफ लाई अनलक गर्न चाहनुहुन्छ भने क्रोममा गएर अनलक पीडीएफ लेख्नुहोस्, तल गएर अनलक पीडीएफ मा क्लिक गर्नुहोस्। यहाँ चाहिँ सिलेक्ट पीडीएफ, अनलक पीडीएफ, पासवर्ड पनि यहाँ चाहिँ हाल्दिनु र अब चाहिँ अनलक भइसकेको छ। अब डाउनलोड गर्न मिल्छ। यहाँबाट हेर्न सक्नुहुन्छ डाउनलोड भइसक्यो। फेरि अब यहाँ चाहिँ जुन अहिले यो डाउनलोड भएको छ यसमा पासवर्ड चाहिएन, यसमा मात्र एकचोटि क्लिक गर्नुहोस्। हेर्न सक्नुहुन्छ आफै चाहिँ खुलिसकेको छ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यस्तै सरकारी सेवा, अनलाइन आवेदन र टेक्नोलोजी सम्बन्धी जानकारीका लागि हाम्रो च्यानलसँग जोडिनुहोस्। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।